साथीहरु यहाँ हेर्नु न दिपेन्द्र सिंह हेरी र आरिफ शेख चाहिँ ब्याटिङ गरिराखेका हुन्छन् हैन दुईटैले हाफ सेन्चुरी पुगाउन लागेको हुन्छन् दुईटैले हैन अनि यसमा चाहिँ लास्ट बलमा चाहिँ के गर्छन् दिपेन्द्र सिंह हेरीले छक्का हान्छन् के हैन छक्का हानेर आफ्नो 30 बलमा चाहिँ 49 रनमा पुग्छन् हैन अनि आरिफ शेख स्ट्राइकमा आउँछन् हैन उनको पनि त हाफ सेन्चुरी पुग्न लागेको हुन्छ 32 मा 44 बनाएर खेलिराखेका हुन्छन् आरिफ शेख हैन अनि त्यसपछि 17औं ओभरको पहिलो बलमा चाहिँ आरिफ शेखले चाहिँ छक्का हान्छन् के हैन छक्का हानेर चाहिँ आफ्नो हाफ सेन्चुरी पूरा गर्छन् हैन त्यसपछि दोस्रो बलमा पनि छक्का हान्छन् क्या दोस्रो बलमा पनि छक्का हान्छन् अनि ब्याक टु ब्याक दुईटा छक्का हानिसकेपछि रन चाहिन्छ 5 रन हैन अनि दिपेन्द्र सिंहलाई 1 रन चाहिएको हुन्छ हाफ सेन्चुरी पुगाउन हैन अनि दिपेन्द्र सिंह आरिफ शेख हुने गएर के भन्छन् थाहा छ छक्कै छक्का हानेर गेम जिताउने विचार गरेस के हो मेरो पनि 50 पुगाउँदैन 1 रन लिएर स्ट्राइक दे भनेर भन्छन् अनि त्यसपछि आरिफ शेखले चाहिँ 1 रन लिन्छन् हैन अनि स्ट्राइकमा जान्छन् दिपेन्द्र सिंह हेरी अनि दिपेन्द्रले 1 रन लिन्छन् अनि दिपेन्द्र सिंह हेरीको पनि 33 बलमा चाहिँ 50 रन पुग्छ हैन अनि दुईटाले दामी हान्छन् हैन दुईटैको हाफ सेन्चुरी क्रस हुन्छ अनि त्यसपछि चाहिँ नेपालले 7 विकेटले गेम जित्छ हैन साथीहरु हजुरहरुलाई भिडियो कस्तो लाग्यो साथीहरु कमेन्ट फलो गर्न नबिर्सिनु होला है त।